साथीभाइ हो आज चाहिँ हामी सुकियाको यसो दामी ठाउँतिर लानु आँटेको छु तपाईँहरूलाई। आज मेरो भाइ यहाँ पल्टनबाट छुट्टीमा 26 तारिकसम्मको लागि आएको छ। यसलाई पनि घुमाइदिनु पर्ने हिँड्न त लु सुकिया होइन। नयाँ नयाँ प्लेसहरू पनि अहिले त अब मिनी पेल क्याम्पहरू पनि आएको छ सुकियामा। तर फर्स्ट अफ अल हामी कहाँबाट सुरुवात गर्ने त भन्दा जोरपोखरीबाट त सुरुवात गर्नै पर्ने हुन्छ भनेर हल्का रफ रोडिङ हुँदैछ साथीभाइ हो है। बाटो एकदमै के भन्नु, अगाडि नै मुखैमै अब झन्डै पछाडि दुख्दै होइन, के भनिदिने अब गिट्टी गिट्टी गरेको बाटो वाट टु डु। है डेस्टिनेसन पुगे जस्तो लाग्दैछ मलाई चाहिँ। ल सो साथीभाइहरू भर्खर आइसकेको छौँ हामी सुकियाको ग्राउन्डमा। कहाँ चाहिँ रहेछ त यो मिनी पोयल क्याम्प, कहाँ चाहिँ रहेछ त भन्दा त उहीँ रहेछ पर्खिनु चाहिँ। सो पेल क्याम्प पनि डुल्यो होइन। अब चाहिँ हामी हल्का जानु आँटेको यो ठाउँबाट, अन्त त्यहाँ अब उपर लाप्चे जगतपट्टितिर पनि हेरिदिउँ होइन। त्यहाँ दामी जग्गाहरू छ। भाइ यहाँ छ अब हेलमेट सेलमेट बोकेर।
जग्गा त एकदम पिस शान्ति होइन। गाडी घोडा मुनि बाटोमा कुदिरहेको छ, तर जति माथि गयो त्यति शान्ति छ यहाँ। धुप्पीको रुखहरूले चाहिँ एकदमै बबाल देखाइदिइरहेको छ है। धेरै माथि आइसक्यौँ अनि यस्तो छड्के बाटो रहेछ हौ यहाँ। टक्कै आइदिएको त यस्तो बस्ने ठाउँहरू मजाको है। तर मेन कुरा चाहिँ के भन्नुहोस् न, टक्कै बसेर चाहिँ नेचर फिल गर्ने जग्गा रहेछ होइन। यो चाहिँ एकदमै यो लभली प्लेस है। साथीभाइ हो भ्लगको एन्ड चाहिँ यहीँनिर बन्नुपर्छ, किनभने हामी घर पनि पुग्न आँटिसक्यौँ। अन्त अँध्यारो